सिस्नु कसरी बनाउने भन्ने तरिका भन्छु है हजुरहरूलाई। सुरुमा टिप्यो होइन, अनि मजाले उम्लेको पानीमा हालेर अनि नुन राखेर मजाले उमाल्ने। त्यसपछि अलिकति पाक्छ होइन, पाकेको चाहिँ पाक्छ अनि त्यसपछि मजाले घोट्दिने, अलिअलि पिठो राख्ने अनि मजाले घोट्ने। यो चाहिँ मकैको पिठो राखेको छ है, अलिअलि खस्रो हुनुपर्छ। अनि मजाले अब चाहिँ हेर्नुहोस् न कति राम्रो भइसक्यो, रेडी भयो है। अब कसरी खानुपर्छ भनेपछि ढेँडो पकायो, कोडोको ढेँडो अनि मकैको ढेँडो दुई थरी नै पकाएको छ है मैले चाहिँ। अब चाहिँ रेडी भयो। अनि तिलको छोप हाल्यो, खुर्सानी अनि त्यसपछि मुला। अब चाहिँ खाने रेडी भयो। रसायो होला है हजुरहरूको पनि।